बिरयानी अहिले अन द स्पोट कुनै पनि हामी राम्रो रेस्टुरेन्टमा जाँदाखेरि अन द स्पोट बिरयानी आउँछ। अनि बिरयानी पकाउन कति समय लाग्छ दम बिरयानी त हामीले देख्यो नि त नतिजा हो। त्यसलाई भन्छ कराईमा फ्राई गरेको बिरयानी है। मैले अहिले यो कराईमा फ्राई गरेर भुटेर देखायो भयो के भन्छ, ए त्यो त भुटेको भात भयो, फ्राई राइस भयो भन्छ। इन्डस्ट्री नै यसरी चल्या। आज मैले 26 वर्ष देख्दैछु इन्डस्ट्री। योभन्दा अगाडि कति वर्षदेखि चल्यो होला, तर बिरयानी चल्ने नै यसरी हो। बिरयानी चलेको जहाँसुकै अहिले हामी जाने बित्तिकै के छ, यो करी रेडी बनाएर राखेको हुन्छ, ग्रेभी हाल्न पाइएन। बिरयानीको कुनै पनि बिरयानीमा ग्रेभी हाल्न पाइँदैन, त्यो चाहिँ बुझ्नु पर्यो। त्यो बिरयानी करी नहालेको बिरयानीको करी रेडी हुन्छ, ग्रेभी नहालेको बिरयानीको करी। अनि राइस रेडी हुन्छ, स्टिम गरेको भातलाई ट्याक्क मिलाउने, अनि यसमा के टेस्ट मिलाउनु पर्छ त्यो बाहिर आउट गरिहाल्ने। धेरै लाग्यो भने 10 मिनट त्यतिमा बिरयानी आइसक्छ होइन। कोही ठाउँमा त आज बिजी आवरमा त्योभन्दा पनि अगाडि आउँछ। किन बिजी आवरमा अगाडि आउँछ भन्छ, तयारी पहिल्यै हुन्छ। अब यो भन्यो होइन हामी त दम गर्छ, यो भिडियोमा भरे कमेन्ट हेर्ने, हामी त दम गरेर दिन्छौँ, ए गर्छ।